नेपालमा भर्खरै एउटा नयाँ नागरिकता कानून लागू भयो र यसलाई लैङ्गिक समानताको लागि एउटा ठूलो जित भनेर निकै प्रचार गरियो। तर के वास्तविकता साँच्चै त्यही हो? जब हामी यसको गहिराईमा पुग्छौं, कथा अलि फरक र जटिल देखिन्छ। आउनुहोस् आज हामी यही जटिलतालाई पर्दा पर्दा केलाएर हेरौं। हो, यहीँनेर हो खास कुरा। एकातिर समाचार र सामाजिक सञ्जालमा ठूलो उत्सव छ, आमाको नामबाट नागरिकता पाइने भयो भनेर। तर अर्कोतिर कानुनी विज्ञहरूले भन्दैछन्, एकछिनै, यो कथाको पुरै सत्य होइन। त्यसो भए यो हल्ला र यथार्थ बीचको खाडल आखिर के हो त? ल, बत्ता लगाउँ। आजको हाम्रो यो विश्लेषणमा हामी यी 5वटा चरणहरू पार गर्नेछौँ। हामी समाचारका हेडलाइनभन्दा अलि भित्र पसेर यो कानूनको वास्तविक असर र यसले लुकाएका सत्यहरूलाई उजागर गर्ने प्रयास गर्नेछौँ। ल, सुरु गरौँ पहिलो खण्डबाट। समानताको विजय। यो नेपाल नागरिकता दोस्रो संशोधन ऐन आउँदा यसलाई एउटा ऐतिहासिक कदम भनेर किन यति धेरै प्रचार गरियो? हेर्नुस् त, यो कानूनले के वाचाहरू गर्यो। यसले भन्यो, अबदेखि बाबुको पहिचान नखुलेका हजारौं सन्तानले आमाको नामबाटै नागरिकता पाउनेछन्, उनीहरूको राज्यविहीनताको अन्त्य हुनेछ। सामाजिक सञ्जालमा त यसलाई लैङ्गिक समानताको एउटा कोसेढुङ्गा भनेर भव्य स्वागत नै गरियो। तर सबैले ताली बजाइरहेको बेला कानुनी र मानव अधिकार विज्ञहरूले किन चेतावनीको घण्टी बजाए? अब कथाको अर्को पाटोतर्फ लागौं। मानव अधिकार कर्मी नेहा गुरुङको यो एउटै भनाइले पुरै कथालाई अर्कै मोड दिन्छ। उहाँ भन्नुहुन्छ, जसरी यसलाई नयाँ सुधार भनेर प्रचार गरिँदैछ त्यो त सरासर भ्रामक हो। उहाँका अनुसार यो कुनै नयाँ अधिकार होइन, बरु पहिल्यैदेखि नै रहेको एउटा त्रुटिपूर्ण कानूनको अस्पष्टता हटाउने सानो प्रयास मात्र हो। यसको मतलब के हो भने यो कानूनले संविधानको जगमा रहेको असमानतालाई छुँदैन। यो त केवल जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले संविधानको एउटा धारालाई कसरी बुझ्ने भन्ने प्रशासनिक अलमललाई मात्रै हटाउने काम हो। समस्याको जड त जिउका त्यौं छ। अब कानूनको त्यो प्रावधानमा जाउँ जसले समानताको नारालाई नै खोक्रो बनाइदिन्छ जस्तो देखिन्छ। यो हो स्वघोषणाको प्रक्रिया, जसले सम्पूर्ण बोझ र जोखिम आमाको काँधमा मात्रै थोपर्छ। यो प्रक्रिया कस्तो छ भने आफ्नो सन्तानको नागरिकताका लागि आमाले एउटा कागजमा सही गर्नुपर्छ, जसमा बाबु पहिचान नभएको भनेर घोषणा गरिएको हुन्छ, र यदि भविष्यमा त्यो घोषणा झुटो साबित भयो भने सजायको भागीदार अरू कोही होइन, आमा मात्र हुन्छन्। यो स्लाइडले त असमानताको तस्विरलाई छर्लङ्गै पारिदिन्छ। एकातिर आमाले अनेकौं प्रमाण र घोषणापत्र बुझाउनुपर्ने अनि गल्ती भएमा जेल जानुपर्ने जोखिम। अर्कोतिर बाबुले नागरिकता बनाउँदा आमाको बारेमा सोधपुछसम्म हुँदैन। सजायको त कुरै छाडौं। अब आफै भन्नुहोस्, यो कस्तो समानता हो? यो कति गम्भीर विषय हो भन्ने कुरा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठको यो भनाइले प्रष्ट पार्छ। उहाँ भन्नुहुन्छ, यो कानूनले त आमा हुनुलाई नै एउटा सम्भावित अपराधको रूपमा हेरेको छ। अनि यो कानूनको असर व्यवहारमा कस्तो देखिन्छ त? स्रोतहरूका अनुसार जिल्ला प्रशासन कार्यालयमा पुगेका आमाहरूलाई यस्तै अपमानजनक प्रश्नहरू सोधेर उनीहरूको आत्मसम्मानमाथि नै प्रहार गर्ने गरिएको छ। कानूनले बनाएको यो संरचनाले उनीहरूलाई न्याय होइन, लान्छना दिइरहेको छ। ल, यो त भयो प्रक्रियाको कुरा। अब अलिकति गहिरिएर हेरौँ यो समग्र कानुनी ढाँचामा नै रहेको प्रणालीगत त्रुटि, अर्थात् यसको पितृसत्तात्मक मेरुदण्डलाई। यो तालिकाले एकदमै प्रष्टसँग देखाउँछ, आमाको नामबाट नागरिकता भनेर जति हल्ला गरे पनि बच्चाले कस्तो नागरिकता पाउँछ भन्ने निर्णयको केन्द्रमा अझै पनि बाबु नै छ। बाबु नेपाली भए वंशज, विदेशी भए अङ्गीकृत र बाबुको पहिचान नभएको प्रमाणित भएपछि मात्र आमाको नामबाट वंशजको नागरिकता। हरेक निर्णय आखिर बाबुको पहिचानमा नै गएर ठोकिन्छ। र यो सबै समस्याको असली जड हाम्रो संविधानमै लुकेको छ। संविधानले नेपाली नागरिक जस्तो तटस्थ शब्द प्रयोग गर्नुको सट्टा नेपाली पुरुष र विदेशी महिला जस्ता शब्दहरू प्रयोग गरेरै भेदभावको बिउ रोपेको छ। अन्ततः नेहा गुरुङको यो शक्तिशाली प्रश्नले सम्पूर्ण बहसको सारलाई समात्छ। जब हरेक निर्णय र प्रक्रिया बाबुको पहिचानमा नै निर्भर छ भने यसलाई कसरी आमाको नामबाट नागरिकता भनेर उत्सव मनाउन सकिन्छ र? त्यसो भए यति धेरै समस्याको कुरा गरेपछि समाधान के त? वास्तविक लैङ्गिक समानता हासिल गर्न विज्ञहरूले सुझाएका ठोस कदमहरू के हुन्? अब त्यसबारे चर्चा गरौँ।
विज्ञहरूका अनुसार वास्तविक परिवर्तनका लागि केही कदमहरू अनिवार्य छन्। पहिलो, आमालाई अपराधीकरण गर्ने त्यो स्वघोषणाको प्रावधान तुरुन्तै हटाउनुपर्छ। दोस्रो, कानूनको समान कार्यान्वयनका लागि सबै 77 जिल्लामा स्पष्ट निर्देशन दिनुपर्छ। तर सबैभन्दा महत्त्वपूर्ण र दीर्घकालीन समाधान भनेको त समस्याको जड अर्थात् संविधानमै रहेको भेदभावपूर्ण भाषालाई हटाएर संशोधन गर्नु हो। र अन्तमा एउटा विचारणीय प्रश्न छोडेर जाउँ। जब कानूनले समानताको ठूलो वाचा गर्छ तर व्यवहारमा त्यसले असमानता र अपमान मात्रै निम्त्याउँछ भने त्यो वाचाको अर्थ के रहन्छ र? कानून र न्यायबीचको यो खाडल पूर्णे जिम्मेवारी आखिर कसको हो?